हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई घर बसी बसी आइल्यासेस लिफ्टिङ कसरी गर्ने र कस्तो सजिलो तरिका छ भनेर म तपाईहरुलाई देखाउन गइरहेको छु। फर्स्टमा चाहिँ तपाईहरुले एउटा राम्रो ब्रान्डको आई लिफ्टिङको प्याकेज किन्नुपर्ने छ। त्यसमा चाहिँ फर्स्टमा तपाईहरुले यो क्लिन्जिङ एप्लाई गरेर आँखाको वरिपरि पहिला आँखाको परेला र फोरहरु सबै मजाले क्लिन एन्ड ड्राई गर्नुपर्ने छ। मैले चाहिँ ड्राई गर्नको लागि टिस्यु युज गरेको छु। तपाईहरुले ड्राई गर्नको लागि टावल पनि युज गर्न सक्नुहुन्छ। त्यो चाहिँ केही फरक परेन हैन। ड्राई चाहिँ किन गर्नुपर्छ भने तपाईहरुले ड्राई गरेन भने त्यो तपाईले लगाउनु भएको ग्लु त्यो प्याडमा राम्रोसँग त्यो टाँसिदैन र नटाँसेपछि तपाईको आइल्यासेस पनि त्यो प्याडमा टाँसिदैन अनि त्यसपछि त्यो केमिकलहरुले पनि काम गर्दैन। त्यही भएर तपाईहरुले पहिला चाहिँ आँखा राम्रोसँग ड्राई गरेर तपाईले कुन चाहिँ ब्रान्ड लिनु भएको छ त्यो ब्रान्डको ग्लु चाहिँ पहिला आँखामा मजाले लगाउनुहोस्। यसरी लगाउनुहोस् कि पहिला प्याडमा लगाउनु पनि हुन सक्छ र आँखामा पनि लगाउन सक्नुहुन्छ। मैले चाहिँ पहिला आँखाको लिडहरुमा लगाएँ। ठ्याक्कै त्यो परेलाको माथिपट्टि टक्क मिलाएर आइलिडमा लगाउनु पर्नेछ दुवैपट्टि। त्यसपछि तपाईले त्यो प्याड हुन्छ त्यो आइप्याड चुज गर्नको लागि चाहिँ तपाईले पहिला आफ्नो आइल्यासेस कत्रो छ भनेर चाहिँ हेर्नु होला। यदि आइल्यासेस लामो छ भने तपाईहरुले M2 M3 पनि लगाउन सक्नुहुन्छ। यदि तपाईहरुको आइल्यासेस मेरो जस्तै मिडियम छ भने तपाईले मिडियम युज गर्न सक्नुहुन्छ र कसैको ल्यासेस छोटो छ भने तिनीहरुले चाहिँ स्मल युज गर्न सक्नुहुन्छ। सो तपाईको आँखा फर्किने कि परेला फर्किने कि नफर्किने भनेर तपाईको प्याडमा पनि बेसिस हुन्छ है। फेरि कसैले ठुलो लाउने कसैले सानो लाउने गरेर चाहिँ कतिको चाहिँ यो आई परेला नफर्केको पनि हुन सक्छ। त्यसपछि तपाईहरुले यो प्याड चाहिँ ठ्याक्कै आँखा परेलाको धेरै माथि पनि हैन एकदम तल पनि हैन ठ्याक्कै परेलाको यो माथि तपाईले गाजल लाउनुहुन्छ नि त्यो आइलाइनर लगाउने ठाउँ ठ्याक्कै त्यहाँ टास्नु होला। त्यहाँ टास्नु भएन भने तपाईको यो लिफ्टिङ गर्ने बेला गाह्रो हुन्छ। धेरै माथि गर्नुभयो भने पनि गाह्रो हुन्छ र तल परेला तल गर्यो भने तपाईलाई गाह्रो हुन्छ। ठ्याक्कै त्यो आइलाइनर लगाउनुहुन्छ नि त्यो ठ्याक्कै लाइनिङ हेरेर त्यो प्याड लगाउनु होला। मेरो चाहिँ यहाँ ग्लु मैले मेबी कम्ती लगाए जस्तो छु त्यही भएर मेरो यो निस्के गरिरहेको छ। त्यही भएर ग्लु चाहिँ मजाले लगाएर मजाले चिपकाउनु होला। मैले चाहिँ ग्लु बारम्बार लगाउनु परिरहेको छ। मजाले दुईटै प्याड आँखामा टाँसिसकेपछि त्यसपछि आँखाको माथि तपाईले पहिला आइलिडमा लगाएको ग्लु फेरि तपाईको प्याडमा राम्रोसँग एप्लाई गर्नु होला ताकि तपाईको परेला मजाले त्यो आइलिडमा टाँसिन सकोस्। यदि त्यो मजाले टाँसेन भने तपाईको आँखा लिफ्टिङ हुनमा धेरै गाह्रो हुन्छ। त्यही भएर मजाले आफ्नो परेलामा पनि लगाउन सक्नुहुनेछ अनि त्यसपछि आई प्याडमा पनि राम्रोसँग ग्लु लगाउनु होला। दुईटै आइप्याड आँखामा टाँसिसकेपछि तपाईहरुले त्यसपछि बिस्तारै बिस्तारै यो आँखाको परेला आफ्नो आइल्यासेस स्क्रैपरले बिस्तारै बिस्तारै टसाउन सक्नुहुनेछ। बिस्तारै बिस्तारै सानो सानो के अरे त्यो परेलाहरु हुन्छ नि त्यो परेलाहरु पनि सकेसम्म यो आइलिडमा टसाउन ट्राई गर्नु होला। त्यो गर्यो भने चाहिँ तपाईको नेचुरल लिफ्टिङ टाइपको आइल्यासेस देखिन्छ। त्यही भएर बिस्तारै बिस्तारै टाइम लिएर यो इफ तपाईहरुको परेला टाँसिरहेको छैन भने मैले जसरी डबल डबल ग्लु एप्लाई गर्दै तपाईको परेला मजाले यो आइप्याडमा बिस्तारै टाँस्नु हुनेछ। यदि तपाईले राम्रोसँग यो परेला यो आइलिडमा ब्लेन्ड गर्नु भएन भने तपाईको परेला राम्रोसँग माथि लिफ्ट हुँदैन। अनि स्ट्रेट भर्जनमा तपाईहरुले आफ्नो आँखाको परेला यता टाँस्नु होला। कर्ली भइरहेको छ भने नि ट्राई टु मेक इट स्ट्रेट। मैले जसरी स्ट्रेट बनाउन ट्राई गर्नु होला। यो टाइम त लिन्छ तर बिस्तारै पेशेन्स हुँदै बिस्तारै गर्नु भयो भने तपाईको राम्रो रिजल्ट आउँछ। त्यही भएर बिस्तारै पेशेन्स हुँदै तपाईको आँखाको लिफ्टिङ गर्नु होला। अनि नेक्स्ट स्टेप चाहिँ तपाईहरुले पम्प लगाउनु पर्ने छ। पम्प चाहिँ तपाईले यो लिफ्ट गरेको परेलामा मजाले लोभी नगरिकन मजाले त्यो लगाउनुहोस् दुईटै आँखाको माथि चाहिँ। त्यसपछि पम्प लगाइसकेपछि तपाईहरुले म्याक्सिमम तपाईसँग टाइम छ भने 15 मिनेट्स राख्नु। टाइम छैन भने 12 to 10 मिनेट्स। अझै तपाई एकदम हरीमा छ भने तपाईले 8 मिनेट्स पनि राख्न सक्नुहुनेछ है। त्यो चाहिँ तपाईको हिसाबले हुन्छ। दुईटै आँखामा पम्प लगाइसकेपछि तपाईहरुले मैले जसरी एउटा प्लास्टिक लिएर तपाईको यो आई सेड भागलाई कभर गर्न सक्नुहुनेछ। कभर गर्दा चाहिँ के हुन्छ भने बेस्ट रिजल्ट आउँछ भनेर चाहिँ हामीले कभर गर्ने हो। तपाईहरुले पनि कभर गर्न सक्नुहुन्छ। मैले चाहिँ सरी मसँग चाहिँ त्यो के भन्छ त्यो स्टिकिङ पेपर नभएर मैले चाहिँ त्यो ह्यान्ड ग्लोभ्स च्यातेर मैले एउटा प्लास्टिक च्यातेर मैले आँखाको माथि टाँसेको छु। तपाईले पनि जस्तो प्लास्टिक चिप्किनेवाला त्यो लगाउन सक्नुहुनेछ। यो लगाइसकेपछि मैले चाहिँ अराउन्ड 13 मिनेट्स राखेको छु। त्यो चाहिँ तपाईको हिसाबले राख्न सक्नुहुन्छ। म्याक्सिमम 15 मिनेट टाइम छैन भने 10 मिनेट 8 मिनेटसम्म पनि राख्न सक्नुहुनेछ। तर 8 मिनेट भन्दा कम्ती चाहिँ राख्नु मिल्दैन। त्यो भयो भने तपाईको यो बेस्ट रिजल्ट चाहिँ तपाईले पाउन सक्नुहुन्न। त्यसपछिबाट नेक्स्ट स्टेज रहेको छ फिक्सेसन। 13 मिनेट पुरा भइसकेको छ। त्यसपछि मैले यो परेला बाङ्गो टिङ्गो भएको चाहिँ हल्का मिलाउँदै फिक्सेसन लगाउँदैछु। फिक्सेसन र पम्प चाहिँ एउटै हो भनेर भन्छन् हैन तर पम्प पनि लगाउनुपर्छ। पम्प लगाएपछि 13 मिनेट राख्नुपर्छ। फिक्सेसन लगाएपछि त्यो पनि 13 मिनेट सेम पम्प जसरी राख्नुपर्छ तपाईहरुले। यसमा चाहिँ के हो भने तपाईको बाङ्गो टिङ्गो भएको सिधा मिलाउँदै स्ट्रेट त्यो कम पाउँछ कमले त्यो आँखामा त्यो कम मिलाउँदै तपाईले मिलाउँदै यो फिक्सेसन पनि लोभ नगरिकन मजाले आँखामा एप्लाई गर्नु बेस्ट रिजल्टको लागि है। मैले पनि त्यही गर्दैको छु। मजाले मिलाउँदै आँखाको परेलामा फिक्सेसन लगाउँदैछु। आफ्टर दैट यो लगाइसकेपछि तपाईले सेम एज पम्प 15 मिनेटसम्म 8 मिनेटसम्म 10 मिनेटसम्म डिपेन्ड अपन योर टाइम। इफ यू हैव टाइम यू कैन apply up to 15 minutes. If you don't have time you can apply up to 10 minutes or if you have less time you can apply up to 8 minutes. Same like मैले जसरी गरेको जसरी गर्न सक्नुहुनेछ। आफ्टर द्याट अघि नै लगाउनु भएको प्लास्टिक छ नि त्यो नफ्याँक्नु होला। त्यही युज गर्न सक्नुहुन्छ। त्यही फेरि तपाईले त्यो छोप्नको लागि बेस्ट रिजल्टको लागि छोपेर 15 मिनेटसम्म कि त 8 10 तपाईको अनुसारले त्यो राख्न सक्नुहुन्छ।
त्यसपछि क्लिन्जर लिनु होला। क्लिन्जरले तपाईँको लगाएको त्यो सबै ग्लु बिस्तारै गर्दै आँखाको परेलाबाट निकाल्नु होला। अब तपाईँको परेला अलरेडी सेट भइसकेको छ, त्यही भएर तपाईँले यो क्लिन्जर लगाउँदा पनि तपाईँको परेलालाई केही इफेक्ट हुँदैन। त्यही भएर क्लिन्जरले बिस्तारै बिस्तारै तपाईँहरूको ग्लु आँखाको त्यो प्याडबाट बिस्तारै निकाल्न सक्नुहुनेछ। मैले पनि त्यही गरिरहेको छु, बिस्तारै आफ्नो ग्लु लगाइरहेको ग्लु सबैलाई निकाल्दै स्ट्रेट गर्दैछु। त्यसपछि तपाईँको त्यो के भन्छ लेसेस एक्सटेन्सनमा आइल्यासेस कलर पनि हुन्छ। आइल्यासेस कलर र लोसन कि त डेभलपर मिक्स गरेर तपाईँको आई परेलामा आफ्टर क्लिनिङ तपाईँले लगाउन सक्नुहुनेछ। मजाले लगाएर 3 देखि 5 मिनटसम्म तपाईँले राख्न सक्नुहुनेछ। अब तपाईँसँग टाइम छैन भने 2-3 मिनट राख्दा नै भयो। अब मजाको टाइम छ भने चाहिँ 3 to 5 मिनट्स राखेर यतिकै छोडिदिनु। त्यसपछि आँखाबाट त्यो आइलिड निकालिदिनु। आइलिड हटाइसकेपछि तपाईँहरूले न्युट्रिसन एप्लाई गर्नु। त्यो चाहिँ आफ्नो मस्कारा ब्रसमा एप्लाई गरेर त्यसपछि आँखाको परेलालाई न्युट्रिसन एप्लाई गर्नु। यसले चाहिँ के गर्छ भने तपाईँको यो फर्किरहेको परेलालाई लङ लास्टिङसम्मको लागि चाहिँ रिमेन गर्नको लागि काम गर्छ। अप टु 6 विक्ससम्म तपाईँहरूको काम गर्छ। तपाईँले मेन्टेन गर्नुभयो भने 2 महिनासम्म नि काम गर्छ। अब लेस मेन्टेन गर्यो भने 1 महिना चाहिँ म्याक्सिमम टिक्छ। यो न्युट्रिसन लगाउनुको कारण चाहिँ तपाईँको यो परेला चाहिँ माथि अड्किरहोस् भनेर चाहिँ त्यसको लागि चाहिँ लगाउने हो। सबै काम सकेपछि एट द लास्ट तपाईँहरूले लगाउने है। तपाईँले रिजल्ट दिइसक्नु भएको छ। मेरो पहिला कस्तो थियो परेला, अहिले मेरो आँखाको परेला लिफ्ट भइसकेको छ। अब गर्ने होइन त घर बसी आई लिफ्टिङ। होप तपाईँहरूलाई मेरो भिडियोले हेल्प गर्यो होला। यदि तपाईँलाई मेरो भिडियो मन पर्यो भने लाइक, सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। तपाईँलाई धेरै धेरै धन्यवाद।